विशाल भित्ता देखिन्छ जमिन मुनि गुफा हैन यो पहाडमा चाहिँ गुफा देखिने entrance gate अघि ड्राइभर भाइले नाम कल्ती भनेछ यो गुफाको नाम चाहिँ सिजाजोङ गुफा हो यहाँ नाम पनि लेखेको रहेछ यो चाहिँ गुफाको अब मेन इन्ट्री पोइन्ट यस्तो सानो भर्याङबाट चाहिँ माथि उक्लिनु पर्ने यी पुरै नेचुरल माटै माटो छ पहाडमा यस्तै लगभग 6 फिट जतिको हाइट चाहिँ होला यो मेरो पुरै सास एकैछिन छिटो हिँड्न खोजेको सास फुल्यो र गुफाको पालबाट देखिने बाहिरको दृश्य यो अर्को साइड भयो यो पनि रमिला तल देखिन्छ किचन रुम हो कि हेलो निर्वाणी सानो यो के छ मम्मीलाई आउन गाह्रो भयो क्या बाबा मम्मीलाई ब्रिदिङमा प्रब्लम भयो अनि हाइटमा प्रब्लम भयो मम्मीलाई भमिट होला जस्तो भयो त्यही भएर ल हामी अझै 1 स्टेप माथि जाने अनि हेर्ने अनि फर्किने हस् ल हामी 2nd फ्लोरबाट 3rd फ्लोरमा आयौँ निर्वाणी माथि जाँदैछ यहाँ भर्खर माथि जानुभएको अङ्कलले भनेको यो चाहिँ सजिलो छ अरे छोरी यो माथि जाने नि हामी फर्किनुपर्छ हस् वा हेर न सबै यो भगवान्को यो ढुङ्गा राखेर बनाएको ठाउँ ल यो सिडी चाहिँ सजिलो छ अरे यो एउटा सिडी चढ्ने नि माथि जाने हस् र यो सिडी चढेर सायद 4थो तलामा आइपुगेँ यसरी यो ढुङ्गा राख्ने यो ठ्याक्कै नाम त मलाई आएन जहाँ पनि देखिन्छ नि ढुङ्गा राखेको मूर्तिहरू देखिन्छ यता पछाडि पनि त्यस्तै बनाएको सानो सानो खोपी जस्तो अब पहिला राजाको पालामा खोपी भन्छ होला त्यस्तो छ यता पनि लगभग त्यस्तै छ अनि यता राइटपट्टि चाहिँ अब झ्याल साइडतिर भयो यो चाहिँ अलिकति ठुलो यसको हाइट ठ्याक्कै पनि टाउको जति छ भने चाहिँ मान्नु 5 फिट 6 इन्च 7 इन्च जति छ यहाँ पनि पूजा गरे जस्तो देखिन्छ यहाँबाट उताचिमा जान सक्दिनँ यहाँ पनि आँट छैन यो तलको दृश्य हजुर ल बाबा मलाई त्यहीँ पर्खमा आउँछु हस् माग अब तल झर्दै हुन्छ ल अझै जसरी झर्नु भयो नि तिमी त्यसरी नै झर्ने हस् वेट एकछिन वेट ल हामी उहाँ लोफ्टमा झर्थ्यौँ नि बाबा हामी लोफ्टमा झर्थ्यौँ नि लोफ्टमा झरे यस्तै हो तिमीलाई घरको लोफ्ट थाहा छ कि छैन हो गुड मेरो छोरी बाटो छ नि हामी उहाँ रेडिङमा लोफ्टमा झरे यस्तै हो ल स्लोली 1 स्टेप प्यानिक गर्नु हुँदैन 1 स्टेप गुड
वेल डन माथि अझै माथि रहेछ अझै म एक तला माथि चाहिँ गएँ पो त्यो माथि सोरी गुड गुड ल भइहाल्यो त अब प्रमिना त कहाँ यस्तोमा त ऊ त नर्मलको बेलै सक्दैन तपाईँ ओर्लिनु न ऊ झन् एउटा ल गुड भइहाल्यो त अहिलेको स्मार्ट केटी पनि आउँदै हुन्छ ल निर्वाणीले पनि स्लोली यहाँ हेर छोरी यो गुम्बाको नाम हो गुम्बाको के अरे केभको नाम हो सिजाजोङ केभ अझ पनि आउनु भयो ल अझ 3टा गुफा छ माग्यो भन्दा अरू ल यो भयो सिजाजोङ गुफाको होल भ्यू लगभग 5 तला छ भन्यो प्रमिला जान सकेन हामी निर्वाणी म माङ बुवा 3 तला 4 तलासम्म चाहिँ गयौँ तर डेन्जर रहेछ